हेलो माई युट्युब फ्रेन्ड्स, गुड मर्निङ। आज पनि म छोटो भ्लग लिएर हजुरहरूसम्म उपस्थित भइसकेकी छु। आज भने चाहिँ हाम्रो मही पार्ने कार्यक्रम छ है साथीहरू, हेर्नु सक्नुहुनेछ। हामी चाहिँ बिहान उठेर आज चाहिँ मही पार्नुपर्छ है भनेर सल्लाह गरेर चाहिँ हामी चाहिँ एउटा ठेकी लिएको छौँ साथीहरू। पहिला चाहिँ हाम्रो अब ठेकी चाहिँ काठको या खुइकीको हुन्थ्यो। अहिले चाहिँ अब बजारतिर चाहिँ यस्तो सिलाबारको पनि पाउँदो रहेछ साथीहरू। अनि एकदमै पहिलाको यादहरू पनि आयो साथीहरू, किनकि हामी पहिला ठेकीमा यसरी मही पार्थ्यौँ गाउँमा पनि। र अहिले पनि हामी हाम्रो मम्मीले चाहिँ ठेकी ल्याउनुपर्छ भन्नुभएर चाहिँ उहाँ बजार गएर चाहिँ यसो हेर्दाखेरि चाहिँ काठको चाहिँ अलिकति खासै नपाउने रहेछ साथीहरू। त्यही भएर हामीले सिलाबारको भए पनि लिएर चाहिँ हामीले मही पार्न सुरु गरिसकेको छौँ साथीहरू। हेर्नु सक्नुहुनेछ है त साथीहरू। हामी चाहिँ अब सुरुमा चाहिँ मम्मीले स्टार्ट गर्नुभएको छ। पहिलाको मान्छे हुनुहुन्छ नि त, पहिलाको मान्छेलाई प्रायः जस्तो ठेकीमा मही पार्न चाहिँ आउने गर्छ। त्यही भएर पहिला पनि मैले अलिअलि चाहिँ सिकेको गाउँमा पनि। मेरो पनि माथि गाउँमा मही पारिराख्नुहुन्थ्यो। पहिला गाई बस्तु पालिराख्छु, अझै पनि छ हाम्रो मेरो माइत गाउँमा पनि। अनि यहाँ पनि अनि धेरैमा ठेका मदनी देख्दाखेरि चाहिँ पहिलाको साथीहरू आज चाहिँ मही पार्दैछौँ। कति घिउ निस्किन्छ भनेर हेर्नु होला है साथीहरू।
हेर्नु सक्नुहुनेछ साथीहरू। ठेकीमा मही पार्नु चाहिँ अलिकति टाइम लाग्ने हुनाले हामी चाहिँ पालैसँग ठेकीलाई चलाइराखेको हुन्छौँ साथीहरू। मैले चाहिँ दुध पकाइसकेँ साथीहरू र चिया पनि पकाइसकेँ। बिहानको समयमा चाहिँ चिया तातो चिया खाने बानी परिसकेको छ साथीहरू। हजुरहरूको कसलाई चिया मनपर्छ कमेन्ट पनि गर्न सक्नुहुनेछ। हामी चाहिँ मम्मी र म चाहिँ बिहान जहिले चिया खान्छौँ है साथीहरू। अरू चाहिँ खासै चिया मन पराउन्न। वाउ, अब चाहिँ भने हाम्रो घिउ निस्किसकेको छ है साथीहरू, हेर्न सक्नुहुनेछ। घिउ चाहिँ हाम्रो यति निस्केको छ साथीहरू। अब यसलाई एकछिन हामी चाहिँ सेलाउँछौँ। यो चाहिँ अलिकति गर्मीको टाइममा चाहिँ घिउ अलिकति बिल्ने हुनाले एकछिन यसलाई चिसो पानी लाएर अलिक डह्रो हुन्छ साथीहरू। अनि एकछिन त्यसैमा हामीले राख्यौँ। त्यसपछि मैले चाहिँ एउटा भाँडामा पानीमा निकाल्यौँ हामीले चाहिँ घिउलाई। त्यसपछि चाहिँ हामीले चाहिँ घिउ निकाल्दै हुनुहुन्छ। मैले चाहिँ एउटा भाँडामा चिसो पानी राखेर थापिराखेको छु। यो चाहिँ पहिला पुर्खौलीको एउटा भनाइ पनि हो। हाम्रो चाहिँ यो गाईको दुधहरू पारेर चढाउनुपर्छ यसो भनेर भन्ने चलन छ र हामीले धुप पनि लगाइसकेको छौँ साथीहरू। हजुरहरूकोमा कसो गर्नुहुन्छ भन्न सक्नुहुनेछ। र हामीले अघिल्लोमा पनि धुपलाई चढायौँ साथीहरू। र मैले चाहिँ गाईको गोठमा पनि गएर अघि नै धुप लगाएर आइसकेको छु साथीहरू। र घरमा पनि हामीले लगाइसक्यौँ है साथीहरू, हेर्न सक्नुहुनेछ। हजुरहरूकोतिर कसो गर्नुहुन्छ भन्न सक्नुहुनेछ। अनि यो चाहिँ मैले भित्र लिएर चाहिँ दही र मही र घिउ फाल्टै बनाइसकेको छु साथीहरू। र मैले चाहिँ घिउ पहिला मेरो गाउँतिर पनि घिउको डल्ला मजाले उफार्नुहुन्थ्यो कि हाम्रो आमाले। अनि त्यसरी नै मैले चाहिँ डल्लो बनाएँ साथीहरू, हेर्न सक्नुहुनेछ। त्यसपछि चाहिँ यो घिउ चाहिँ अलिकति डह्रो भइसकेको छ, मजाले डल्लो परिसकेको छ साथीहरू। अनि यसको चाहिँ अब घिउ भयो, यसको चाहिँ मही भनेको चाहिँ हामी चाहिँ चट्टसँग गर्मीमा दिउँसोको टाइममा चाहिँ पिउने है। ओके साथीहरू, मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो एउटा कमेन्ट गरिदिनु होला साथीहरू। मेरो भिडियोलाई सबैजना साथीहरूले माया गरिदिनु होला। र हजुरहरूले हेर्दै जाँदाखेरि मेरो भिडियोमा कतिपय कमी कमजोरीहरू हुनसक्छ, त्यसको लागि हजुरहरूले सल्लाह सुझाव पनि दिनु सक्नुहुनेछ भन्दै आजको मेरो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। प्लिज सबैजनाले लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त साथीहरू। थ्याङ्क यू सो मच, बाई बाई।